गुड न्युज आएछ, सहकारी ठगीमा पक्राउ परेका छन्। काठमाडौँ गोर्खा सेभिङ सहकारीका अध्यक्ष सहित 4 जना पक्राउ परेका छन्। सुदन गुरुङले कसम खाएछन्, जेनजी घाइतेलाई भेटाएर एक एकलाई छोड्ने छैन, सबलाई जेल कोच्ने छु, कानुन बमोजिम, नेपालको संविधान बमोजिम भनेका छन्। सुदन गुरुङको रातारातको एक्सनलाई लिएर 100 मा कति नम्बर दिन चाहनुहुन्छ साथीहरू? सबैजनालाई लाइक र शेयरको कमी नहोस्। जीबी राईलाई इन्टरपोल मार्फतबाट पक्राउ गर्ने सरकारको तयारी छ। विशेष गरी गृहमन्त्री सुदन गुरुङको तयारी छ। आजु राणालाई पनि शरणार्थी भुटानको केस खोलेर चाहिँ इन्टरपोलबाट समात्ने शेरबहादुरका बुढाबुढीलाई सरकारको तयारी छ। चाँडै अहिलेको नै तमाम रवि दाईले चाहिँ 25वटा फाइल खोलाएको थियो। त्यो 25वटा फाइल खोलेर एक एकलाई जेल खोज्ने सुदन गुरुङले कसम खाएका छन् नेपाली जनतासँग। यस विषयमा तपाईँ के भन्न चाहनुहुन्छ? सुदन गुरुङको विषयमा सक्दो भिडियोलाई सपोर्ट गरौँ, सरकारलाई सपोर्ट गरौँ। अब परि आइलागेदेखि चाहिँ हामी सरकारको पक्षबाट प्रहरीको साथमा आन्दोलनमा पनि आउनुपर्छ भन्न चाहन्छु साथीहरू। सम्पूर्णलाई म आग्रह गर्न चाहन्छु। जय नेपाल, जय हिन्द, अक्की बार बालन सरकार, जय रवि।